मृत्युपछि कहाँ जान्छ भन्ने कुराहरू यो सबैको एउटा जिज्ञासाको कुराहरू हो। 6वटा लोक छ भन्ने खालको कुराहरू गर्छ। 6वटा लोक छ मृत्युपछि जाने अथवा आउने 6वटा लोक छ। तर निर्वाण प्राप्त गरिसकेपछि 31वटा लोकमा जान्छ भन्ने भनाइ छ। त्यसको व्याख्या पछि गरौँला। तर सरस्वती अहिले हामीले बुझ्ने भाषामा भन्नुपर्दाखेरि 6वटा लोक छ अथवा 6वटा संसार छ। एउटा नर्कलोक, एउटा पिशाच लोक, एउटा चाहिँ एनिमल लोक, एउटा मनुष्य लोक, एउटा देवलोक, एउटा ब्रह्मलोक भनेर 6वटा लोकमा विभाजित गरिएको छ। र के पनि भनिन्छ भने जुन हामी आज जन्म लियौँ, एउटै पेटबाट जन्म लिने दाजुभाइको व्यवहारमा कसरी फरक आयो त? एउटै किन भएन त भन्दाखेरि आमाको गर्भ भनेको एउटा माध्यम मात्रै हो। आमाको गर्भ भनेको एउटा माध्यम हो हगि? तर कसरी जन्मो भन्दाखेरि एउटा माध्यम हो। त जन्मिने बेलामा त्यो व्यक्ति कहाँबाट आयो त? पिशाच लोकबाट आयो कि अथवा जनावर लोकबाट आयो कि देवलोकबाट आयो कि मनुष्य लोकबाट आयो कि? त्यो 6वटा लोकबाटै आएको भन्ने गरिन्छ। हेर्नुहोस्, जाने पनि त्यो 6वटा लोकमा जाने हो। त्यो कारणले गर्दाखेरि चाहिँ त्यो देवलोकमा जुन अथवा ब्रह्मलोकमा जुन हामी कुरा गर्छौँ त्यहाँ पुग्ने भन्ने कुराहरू त्यो ब्रह्मलोकमा मनुष्य हुँदाखेरि उहाँहरूले गरेको जुन पुण्यहरू जति छ, कर्महरू, पुण्यहरू कर्मबाट चाहिँ पुण्य प्राप्ति हुने हो। त्यो पुण्य प्राप्ति भइसकेपछि त्यो लोकमा पुग्ने हो। राम्रो कर्म गर्यो भने देवलोकमा पुग्ने भयो, ब्रह्मलोकमा पुग्ने भयो। अथवा नराम्रो कार्य गर्यो भने चाहिँ नर्कमा पुग्ने भयो, पिशाच लोकमा पुग्ने भयो, अथवा जनावर लोकमा पुग्ने भयो। जनावर भन्दाखेरि पशु पक्षीको लोकलाई जनावर लोक भनेर भनिन्छ। त्यो 6वटा लोकमा हामी पुग्ने हो। त्यो लोकबाट आउने हो, त्यही लोकमा पुग्ने हो। हेर्नुहोस्, तर निर्वाण प्राप्त गरिसकेपछि ब्रह्मलोकभन्दा पनि माथि जाने हो। किनभने एउटा पुनर्जन्म हुनु जरुरी नै भएन। मुक्तिको अन्तिम बिन्दु। त्यो कारणले गर्दाखेरि चाहिँ निर्वाण प्राप्त गर्न सक्ने भनेको चाहिँ ब्रह्मलोकमा बस्नेले पनि गर्न सक्दैन, देवलोकमा बस्नेले पनि गर्न सक्दैन। अब नर्कलोक, पिशाच लोक, जनावर लोकको त कुरै छैन। त्यो भएर मनुष्य भएर मात्रै त्यो प्राप्ति गर्न सक्ने क्यापासिटी, क्षमता अथवा समय भनेको मनुष्यबाट मात्रै हुन सक्छ अरे त्यो चाहिँ। त्यो भएर मनुष्यको जीवन भनेको यो असाध्यै बहुमूल्य, अमूल्य जीवन चाहिँ मनुष्य जीवन हो भनिन्छ। द मोस्ट बेस्ट लाइफ भनेको चाहिँ ह्युमन लाइफ। अनि ह्युमनमा हामी मानिस भएर जन्मदाखेरि हामीले गरेको कर्म, राम्रो कर्म, पुण्य प्राप्ति भयो भने देवलोकमा जाने भएको कुरा चाहिँ, अथवा त्योभन्दा माथि लोकमा जाने हो। तर त्यो समय विधि जुन छ नि, सकेपछि फेरि मनुष्य लोकमा आएर जन्म लिन आउने हो। त्यो सकिएपछि देवलोक पर्मानेन्ट होइन, ब्रह्मलोक पनि पर्मानेन्ट होइन। त्यो फर्केर फेरि दुःख भोग्नै पर्ने हुन्छ। हेर्नुहोस्, त्यो भएर भगवान् बुद्धले दुःखबाट मुक्त हुनु पर्यो भन्दाखेरि त्यसो भए निर्वाण प्राप्त नै एउटा मार्ग हो भनेर निर्वाण प्राप्त गरेर उहाँ 31 लोकमा जानु भएको छ। अहिले त्यो 6 लोकमा उहाँ हुनुहुन्न। त्यो भएर अहिले हाम्रो जीवन भनेको यो 6 लोकबाट आएर 6 लोकमै हामी जाने हो। त्यो भएर हामी मनुष्यको जन्म लिएर आइसकेपछि हामीले राम्रो काम गर्नुपर्छ, मैत्री करुणाको भाव राख्नुपर्छ, दान पुण्य गर्नुपर्छ। अनि त्यो गरेपछि मात्रै त्यो प्राप्ति हुने हो। हेर्नुहोस्, त्यो भएर अब कहिलेकाहीँ कस्तो हुन्छ भने अब नर्कलोक किन गयो अथवा जनावर लोक किन गयो भनिसकेपछि त्यो राम्रै काम गरे पनि उसले मनुष्यको समयमा उसले केही नराम्रो अथवा नराम्रो कर्मको व्यापक कारणले गर्दाखेरि चाहिँ केही समयको लागि
जनावर लोकमा गयो, तर त्यो समय सकेपछि ऊ चाहिँ मनुष्य लोकमा फेरि फर्केर आउने हो। त्यो भएर हाम्रो दिनचर्यामा कुरा गर्दाखेरि पनि त्यही भएर हाम्रो प्राण चाहिँ कहिले पनि मर्दैन भनेर भनेको चाहिँ त्यही हो। कता कता त्यो हुनुपर्छ, कता कता त्यो हुनुपर्छ, व्याख्या गर्छौँ हैन, त्यो चाहिँ रहिरहने रहेछ हैन। अब त्यसै भन्नु पर्ला है, किन म चाहिँ त्यसको ज्ञाता होइन, तर मैले भन्नु पर्दाखेरि छलोकको कुरा मैले गरिराखेको छु। त्यो भएर हामी आउने पनि त्यो छलोकबाटै आउने हो, जाने पनि र यो लोकमा आइसकेपछि कर्मका आधारमा जाने पनि। एब्सोल्युटली। त्यो भएर हाम्रो यो मानिसको जीवन यति महत्त्वपूर्ण, यति अमूल्य, यसलाई चाहिँ जथाभावी नगरौँ, जथाभावी प्रयोग गर्नु भएन मनुष्य जीवन। त्यो 100% त्यही नर्क लोक, तिमी नर्क जाला स्वर्ग जाला भनेर सजिलो कुरा गर्छ, त्यसरी जाने होइन। आफ्नो कर्मले कस्तो कर्म गरेछ, सिम्पली भन्नुपर्दाखेरि ब्याङ्कमा यहाँको खातामा कति पैसा छ भन्ने कुराहरू हो। 1 करोड छ भने यहाँले 1 करोड युज गर्न सक्नुहुन्छ नि त, 10 करोड छ भने 10 करोड युज गर्न सक्नुहुन्छ। पुण्य लिऊ न त, पुण्य भनेको अनएजुकल टु ब्याङ्कमा भएको खातामा भएको पैसा सम्झौ। अब ब्याङ्कमा खातामा पैसै छैन त कुनै लोक पनि जान पाउँदैन ऊ चाहिँ। अब अनि जेरो लोक भनेको फेरि नर्को लोकमा जाने कुराहरू आउँछ, पिचास लोकमा जाने कुराहरू आउँछ। सेभिङ छैन त्यहाँ, सेभिङ छैन त्यहाँ, पुण्यको सेभिङ छैन। त्यो भएर मैले चाहिँ ब्याङ्कको खातामा भएको पैसाले पुण्यको हिसाबले मैले एक्जाम्पल हिसाबले त्यसरी लिएको हुन्छु। त्यो भएको हुनाले यो छलोक भनेर चाहिँ भनिन्छ हेर्नुहोस्।